यदि तपाईँ अस्ट्रेलियामा हुनुहुन्छ या तपाईँले चिनेको कोही अस्ट्रेलियामा छ भने यो न्युज तपाईँको लागि एकदम नै इम्पोर्टेन्ट हो, किनभने एक्सपर्टहरूको अनुसार अस्ट्रेलियाको गभर्मेन्टसँग अहिले फ्युल रिजर्भ डेन्जरसली कम लेभलमा छ र सानो इन्टरप्सन भयो भने पनि त्यसको हप्ता दिनमै अस्ट्रेलिया सटडाउन हुन सक्छ। फेरि यो चाहिँ युएसको जस्तो सटडाउन नभई इकोनोमिक र फङ्सनल सटडाउन हो, जुन चाहिँ झन् डेन्जरस हो। अस्ट्रेलियन गभर्मेन्टको डाटा अनुसार अस्ट्रेलियासँग 28 दिन मात्र पुग्ने पेट्रोल, 24 दिन मात्र पुग्ने डिजेल र 20 दिन मात्र पुग्ने जेट फ्युल छ। अझै क्रुड ओइलको पनि कुरा गर्नुहुन्छ भने अस्ट्रेलियासँग 48 दिनलाई पुग्ने मात्र फ्युल छ, जबकि युजुअली अरू देशहरूसँग इमर्जेन्सीको लागि मिनिमम पनि 90 दिनको लागि स्टक चाहिन्छ। अस्ट्रेलिया यस्तो सिचुएसनमा किन आयो भन्दा चाहिँ पहिले 1970s तिर अस्ट्रेलियामा 10 वटा भन्दा बढी ओइल रिफाइनरीजहरू थियो, तर अहिलेको दिनमा 2 वटा मात्र छ। अहिले अस्ट्रेलियाले प्राय फ्युल सिङ्गापुर, साउथ कोरिया, जापान र चाइनाबाट इम्पोर्ट गर्छ। अहिलेको ग्लोबल कन्फ्लिक्ट भइराख्दा यदि स्ट्रेट अफ हर्मुज जस्तो सोर्स बन्द भयो भने अस्ट्रेलिया हप्ता दिनभित्र नै बन्द हुन सक्छ, किनभने फुड, मेडिसिन, क्लोदिङ ट्रान्सपोर्ट गर्ने गाडीहरूको लागि चाहिने फ्युल अस्ट्रेलियासँग इमर्जेन्सी स्टकमा हुँदैन, जसले गर्दा हरेक कुराको सर्टेज हुन सक्छ।